एभ्रिवान, नमस्ते फेपुलो। मेरो मिनी ब्लगमा हजुरलाई स्वागत छ। अनि हजुर एकदम सन्चो सुविधै हुनुहुन्छ होला है। म पनि एकदम सन्चो सुविधै छु। अन्त चाहिँ अब चाहिँ म घरको काम गर्न लाग्छु हो। मेरो हालत यस्तो छ, मेरो किचनको यहाँ भाँडा छ धुनुपर्ने, अनि यता पनि छ नि फेरि भाँडा कुरा चाहिँ हो धुनुपर्ने चाहिँ। यहाँ मैले भर्खर कफी बनाएर पिएर चाहिँ बसेको। अन्त यस्तो छ मेरो रुम चाहिँ। यहाँ हेर्न मैले झाडु लाउँदा लाउँदै अन्त सानो भ्लग बनाउँछु भनेर चाहिँ उठेर फेरि फोन पक्रिनु थालेको नि त। अन्त अब चाहिँ म लुगापट्टि हुन्छु कति च्यालालाई सानो नानीहरू। अब यो सबै सुकाउनु पर्ने हुन्छ। यता छ ल, अब म काम गर्छु, हजुरले हेर्नुहोस्। अन्त यहाँ चाहिँ पुरा फोन राख्नु पनि अलिकति साह्रो पर्ला जस्तो भयो, किनकि पानी पोखेको रहेछ हो। यति चिसो छ नि यहाँनिर चाहिँ। अब चिसो यहाँनिर होइन, चिसो चाहिँ अब सबै जग्गा नै छ हुनु चाहिँ। अब यो दिल्लीमा चाहिँ गरम पनि हुनु जान्दैन, ठन्डा पनि हुनु जान्दैन भनेको जत्तिकै भइरहेछ अहिले। यस्तो चिसो छ म चाहिँ हेर्नु। यहाँ त दिदीको सल बानी किनभने चाहिँ अब काम गर्ने यस्तो हुनुपर्छ नि, के गर्नु गाइस, यस्तो छ, साह्रो छ नि। ल अब चाहिँ म काम स्टार्ट गर्ने। डङ्की डङ डङ्की डङ डङ्की डङ है। घुमाउनु पर्यो होला नि है फोनलाई, टक 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 यसो गर्दै। भिडियो बनाइदिने मान्छे छैन हो, आफै भिडियो बनाउनुपर्छ। अब चाहिँ मेरो फेरि यहाँनिर लुगा धुनुपर्ने चाहिँ म तपाईँलाई देखाउँछु ल। म चाहिँ झाडु लगाएर यता बाथरुममा फ्याँक्छु नि त, अन्त यहाँबाट उठाउँछु भने यहाँ लुगा धुनुपर्ने छ। अब म तपाईँलाई लुगा धुएको पनि देखाउँछु है त। तर अब पहिला मलाई क्यामेराको चाहिँ एकदम राख्ने जग्गा चाहिँ चाहियो हो। लुगा धुनुपर्छ, डङ्की डङ डङ्की डङ डङ्की डङ। मजाले धोइहाल्नु पऱ्यो।